सहजीकरण गरिदिनुलाई पनि म अनुरोध गर्दछु। साथीहरू प्लिज रोडबाट अलि तल प्लिज साथीहरू अलि तल गरिदिनुलाई अनुरोध गर्दछु। एकदम ट्राफिक सहजीकरण गरिदिनु होला प्लिज साथीहरू। आदरणीय साथीहरू प्लिज सहजीकरण गरिदिनु होला। नमस्कार, जय घंटी, नमस्ते आबू। धन्यवाद आबू। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, निर्वाचन आयोगको आचार संहिताले गर्दा हामीले धेरै यहाँ लामो सम्बोधन गर्न सक्ने अवस्था छैन। आज मूल कार्यक्रम दमौलीमै हुनेछ। तैपनि यहाँ हाम्रा सभापति रवि लामिछानेजीले जनअभिवादन स्वीकार्दै साक्षात्कार कार्यक्रममा संलग्न हुनुहुन्छ।